सकियो यो त हामी कुरो हो नि त यो त कतै नला तर चाहिँ के भन्दा नि यो भोलि पर्सि बनाउने छ नि हैन यसले पछि लहर आको अस्ति कति किलो थियो रोटी भनेर भन्नु अब यो कमसे कम 17-18 कोदोको पनि पोल्ने हो कोदोको आधा उको आधा गरेर पोल्ने यही आइडिया लाग्छ नि अब तिम्रो अब 16 रोटी नर्मल हुन्छ भन्यो अनि किन पछि परेको त नि हामी यता उन्दा मान्छेले गर्छ भन्दाखेरि किन लानु पाउँछ यहीँ गर्ने हो कि यहीँ गर्ने अब रुद्र दाइले के अरे नाइ यता यता बहिनी भने है बस्छ अनि के अरे नाइ यहीँ हाले नै हुन्न त नि यहीँ व्यवस्था गर्नुहुन्छ सबैलाई सजिलो हुन्छ यहीँ गएर उहाँदेखि आधा तारिक किन बोक्ने भनेर भनिहाल्यो त्यहाँ त हामी त्यो सिजीमा थियो त्यसलाई फोन हालेको उठाएन बेलुका जानुभयो त फेरि सिजीमा गएर अनि बेलुका त हामी यिनीहरू फिल्म हेर्न गयो त्यही मनोरञ्जन नै लिन्छन् नि त जति गाह्रो जति गाह्रो भयो नि मनोरञ्जन नै लिन्छन् क्या भेना यिनीहरूले अरू बेला त त्यस्तै खानेकुरोमा चाहिँ सजिलो हुन्छ क्या बुढाबुढी मात्रै भयो नि 12 किलोको बनाए 200 रुपैयाँ हुन्छ त्यही त 200 भन्छ रे यहीँ हो प्रोटिनमा छिटो आएको है प्रोटिनमा नि त नि शोभाले ल्याइदियो त शोभाले ल्याइदियो त म त अहिले आएको उहाँ पुग्नु भयो ए न अहिले त आइपुग्दैन त नि झट्टै छिटो नि अनि फोन गरे दाइले अनि नउठाउने घर उठाउँदा भनेर आएको त घर आएको त ट्याक्क लो भुलि जाने भनेर फोन आयो हिजो त गर्न लाग्यो अनि फेरि त्यहाँ त दाइले फेरि झोला बोकेर गयो फेरि 9:30 बजे त बोल्ला 9:30 बजे आएर अनि भात खाएर सुत्यो अनि फेरि हिजो त गरे 10-12 किलो चामल 8 परे बस फेरि चल्ने होइन फेरि 16-17 रोटी हुन त 1 किलोको 1 किलोको 20 वटा हुन्छ भइदियो भने राम्रो भइदियो भने 20 वटा हुन्छ के